त बन्द गर्न लागिसक्यो यहाँ मान्छे छिरेको हेर जबरजस्ती स्कुटर तान्दैन हेलो के आख हेर ल माथिसम्म यस्तो जाम भयो कि हौ तपाईँको बाइक होइन मेरै बाइकले तानिरहेको छैन कहाँबाट हुन्छ त सो वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई आज चाहिँ म व्हाइट गुम्बा जान लागिरहेको छु म र मेरो साथीले जग्दै कुरेर बसिरहेको छ म चाहिँ अलिकति ढिलो भइरहेको छ यहाँदेखि कल आइरहेको छ आज चाहिँ हामी व्हाइट गुम्बा घुम्नको लागि जाँदैछौँ व्हाइट गुम्बा चाहिँ धेरै वर्षपछि चाहिँ खुलेको छ 10 दिनको लागि खुलेको छ अरे आज कति 5 दिन जति भइसक्यो होला खुलेको र हामी चाहिँ जाँदैछौँ अब त्यही हो उहाँ गएर हेर्नुहोस् कस्तो राम्रो छ अरे ठाउँ भनेको सुनेको छ होइन र साथी र म चाहिँ जाने प्लानमा छौँ र साथीले चाहिँ एकदम अघिदेखि कल गराइरहेको छ म चाहिँ यहाँ ढिलो गइरहेको छु सो त्यही हो हामी अगाडि जानेछौँ के कस्तो हुन्छ हल्का भिडियोहरू खिच्न चाहिँ बनाउनु निस्किसक्यो अब निस्किँदैछ साथीहरू कुरै हो त साथी त हेलो मेरो बाइक चाहिँ बाहिर छ ए चाबी कहाँ राखेँ मैले हातमा रहेछ यो टेप लाउनुपर्छ जुत्तामा कालो लाग्छ यार ल ओ फोन उठाउनु हौ सोल्टी कहाँ गयो सो म चाहिँ हटगुम्बाको लागि निस्किसकेँ साथी चाहिँ कहाँ पुग्यो नि फोन गरिरहेको थियो अब म चाहिँ उतै गएर साथीलाई भेट्छु सायद हाम्रो भेट भनेको उही होला होइन अब ए हो फोन पनि उठाएन बुढा कहाँ पुग्यो व्हाइट गुम्बा धेरै वर्षपछि खुलेको छ होइन तपाईँ 4-5 दिन कति भइसक्यो खुलेको अनि अस्तिदेखि जाउँ भनेको साथीसँग अलिकति टाइम नमिलिरहेको थियो अनि हिजो जाउँ भनेको हिजो पनि पानी परेर त्यस्तै भइगयो अनि आज चाहिँ जसरी पनि जानुपर्छ भनेर हिँडेको हामी चाहिँ अब त्यही साथी अलि हतारिरहेको थियो अब म चाहिँ ढिलो भयो त्यही फेरि कति वर्षपछि खुल्ने त्यो चाहिँ थाहा छैन धेरै अब निकै लामो समयपछि फेरि खुल्छ अरे अहिले खुलेको बेला चाहिँ गइहालौँ भनेर हामी चाहिँ जाँदैछौँ आज पनि पानी पर्न लागिरहेको छ पानी पर्न लागिरहेको छ के हो स्वयम्भू पारी स्वयम्भू तपाईँ कहाँनिर हो र कति टाइम लाग्छ सिङ्गल ट्रीको मुनिबाट हौ ल ल ल त्यहाँ आएर कल गर्नु हेलो के हो आख हेर हेलो के छ जाने ए हो ए ल पँधेर जस्तै हो कि ल बाटो चाहिँ जाम रहेछ ल ल अब बाफ्रे भिड त सानो छैन यार हाम्रो सोल्टी आउँदैछ कि होइन आमा मान्छे त कति हो कति ट्याक्सीलाई त माथि जानु दिएको छैन भनिरहेको थियो फेरि माथिबाट आउँछ त यार ट्याक्सीहरू पनि ल माथिसम्म यस्तो जाम भयो कि हौ यो ठुलो गाडीहरू त जानु नदिनु नि यार यस्तो जाम रहेछ कि माथिसम्म जामै जाम छ कहिले पुग्नु यो आमामा ठाडो छ क्लोज प्लट जाने भयो क्या यहाँनिर
तपाईँको बाइक होइन मेरै बाइकले तानिरहेको छैन कहाँबाट हुन्छ त यत्रो ठाडो उकालो छ अनि त्यही पनि जाम हुन्छ सर र दबाएर ल्याउनु पाएको तान्ने तान्ने उता उता बाइकभित्र जानु कहाँनिर खाउँ त ओ ओ छोटी बाइकले त तानेछ त त्यस्तो ठाडो उकालो छ भने कहाँ तान्छ स्कुटर तान्दैन त्यही त नि डबल डबल आउँछ मेरो त निस्किनु मान्दैन रोकिएपछि त अनि ठाडै छ नि त त्यही भएर मान्दा ऊ हुन्छ क्या सो गाइस हामी चाहिँ अब आइसक्यो यहाँनिर व्हाइट गममा पार्किङ पनि अभाइलेबल रहेछ एकदमै ठुलो रहेछ पार्किङ पनि पार्किङ चाहिँ बबाल रहेछ क्या वा हिरो छ हाम्रो सोडी सेरे सोडी मिस्टर सेरे भ्लग भन्नु होला कस्तो लाग्दैछ आज न्यू लुक्समा यहाँ लाइन बस्नुपर्छ कि सोडी टिकट त होइन नि आउँछ है अहिले ननिकाल होला पानी बोतल यताबाट हो जाने 2 PM अहिले 2 PM सम्म गरेछ अहिले कति भइसक्यो मेको 26 सम्म चाहिँ कहाँ हो मेरो बस्ता हराउँछ हराउँछ टिकटक र भिडियो सुट्नेको टिकटक फोटोसुट कति वर्षपछि पुगेको हो भनेकै नि भिड भइरहेको छ खोइ हाम्रो सोटीहरू कहाँ पुग्यो कहाँ हराइरह ड्रोन दिँदैन होला हौ ड्रोनको त अनि यहाँ त यस्तो ठाउँमा दिँदैन नि त यो भनेको के भन्छ त्यो त ऊ हो नि अथराइज पाएकोहरूले मात्रै उडाउने हो नि त यहाँ जग्गा जग्गा उडाउने यहाँ उडाउन लाइसेन्स भएको होला मात्रै दिने हो क्या एरिया त धेरै ठुलो छ नि है चस्मा तातियो कतै त्यहाँभित्र त्यता के छ फोटो खिच्न दिन्छ हामी रङ साइड आएछ यसो गर्नु हेर्नु घुम्ने रहेछ क्या अरे
घुमिसक्यो कि क्या हो ती दिएको बाइक पार्किङ केटा छन् हामी चाहिँ अब यहाँबाट चाहिँ फर्किनु भइसक्यो आज भइसक्योबाट होइन यहाँको माहौल चाहिँ एकदमै भिड छ एकदम रमाइलो पनि भयो अब त्यहाँको हल्का रमाइलो धेरै वर्षपछि हेर्नु पाइयो अब यो यहाँ चाहिँ एकदमै भिड छ बवाल रमाइलो छ तपाईँहरू पनि चाँडोभन्दा चाँडो आउनु होला अब लगभग बन्द हुने बेला भइसकेको छ अब हामी चाहिँ आज आयो यो खुलेको लगभग 4-5 दिन भयो तर हामी अस्तिदेखि आउने भनेको तर आज चाहिँ हामी यहाँ आइसक्यौँ अब घुमेर पनि गयो फर्किनु लाग्यो त्यही हो कहाँ गएको सोडी हामी अब यहाँबाट चाहिँ फर्किन्छौँ हामी पार्किङमा आइसक्यौँ होइन अब खोइ भन्दा सिङ्गल ट्री होला उता तल त्यो अघि थिएन जङ्गल त्यहाँ बस्यो नि एकछिन चटपटे सायद दिशा खाइदिउँ त्यसपछि जयदिम सो गाइस अब चाहिँ हामी यहाँबाट चाहिँ फर्किँदैछौँ स्टुडेन्टहरूले लिएर आएर रहेछ हेलो 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 ल अब चाहिँ यहाँबाट हामी निस्किँदैछौँ है त अब यो पछि कति वर्षपछि खुल्ने हो त्यति बेला फेरि आउनेछौँ आजलाई चाहिँ यहाँको भ्रमण यति नै बाहिर रोकिदिनु न बाहिर ओहो बन्द गर्न लागिसक्यो यहाँ मान्छे छिरेको हेर जबरजस्ती आमामा मान्छेहरूको जबरजस्ती छिरिरहेछ अब हामी चाहिँ धन्न अलि अगाडि आइएछ र भ्याइयो यस्तै छ व्हाइट गुम्बाको भिडभाड यस्तै छ है माहौल व्हाइट गुम्बाको लाइन अब यो जाम चाहिँ कहिले खुल्ने हो हामीलाई थाहै छैन घर कति बेला फर्किनु छोडी अनि यहाँ त हामीलाई त 1 घन्टा लाग्छ होला त हौ 1 घन्टा लाग्छ होला त चलेको छैन अगाडि सरेको छैन कहाँबाट जानु त खोइ त बाटो छैन अब पङ्खा लगाउने बेला भयो नि बाइकमा आमामा यार के साह्रो हो यस्तो भिड सो गाइस फाइनली जामबाट चाहिँ हामी निस्किसकेको छ आमा 1 घन्टा लगभग डेढ घन्टाको जाम भयो यो उकालोमा लास्ट जाम भयो मेरो त हात खुट्टा पनि दुखेर मरिसक्यो ब्रेक हान्दा लास्टै दुखिरहेछ अब लगभग 1.5 घन्टा चाहिँ लाग्यो हामीलाई यो ओह्रालो काट्नलाई एकै ठाउँ अडिएकै जाम यस्तो जाम छ कि यो व्हाइट गुम्बाको होइन बवाल जाम छ यति जाम छ कि खुट्टा दुखेर यस्तो भएको छ कि कति बेला घर पुगेर झ्याप्पै सुत्दिउँ जस्तो भइरहेछ कसले मालिस गरिदिने आज बवाल त्यही हो ग्यास जाम यस्तो जाम छ कि होइन यो उकालोमा चाहिँ बवाल डेन्जर तनाव हुन्छ धेरै नै जाम छ कि त्यहाँनिर चाहिँ दशा काट्यो अब गएर हामी सिङ्गल ट्रीमा चाहिँ यसो खाजासाजा खान्छौँ त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ घर ग्यास आजलाई भिडियो यति नै लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला सबैजनाले माया गरिदिनु होला माया देखाइदिनु होला होइन सबैले सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला त्यही हो गाइस आजको भिडियो चाहिँ यति नै ल त बाइ बाइ गाइस